तपाईको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो, अब त्यो बोरिङको पानी माथि आउँछ, इनारको पानी माथि आउँछ, इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ। हैन सफा पिउने पानी चाहियो नि त। सुन्दै गर्नुस् न, यहाँ आइसक्यो सफा पानी, सुन्दै गर्नु। हाम्रो त धेरै समस्याहरु छन्, ढलको समस्या छ। हजुर, ढलको समस्यामा यस्तो हो, ढलको सिवेरेज ट्रिटमेन्ट प्लान्ट हुन्छ जुन बौद्धमा पनि देख्न सकिन्छ हैन। यो चिजमा चाहिँ एकतिर गर्यो त्यसपछि मान्छेले ध्यान दिएन, अर्कोतिर गर्यो त्यसपछि ध्यान दिएन, मोनिटरिङ गरिएन। त्योहरूले कुनै कुनै ठाउँमा काम नगरेर यतिसम्म भएको छ कि ढलको पानी ल्याउने, त्यसलाई के गर्ने, अनि अर्को बोरिङ गरेर पानी झिकेर खोलामा हाल्ने पनि हुन्छ। यहाँ त्यो देख्नु पनि भएको छ होला, तपाईँ त्यो बेला जानु पनि भएको थियो होला, त्यो नेताहरू नहुने बेलामा हो, जानु पनि भएको थियो होला, त्यो नेताहरू नहुने बेलामा हो। खत्म, बाय बाय, टाटा। अनुभवी व्यक्ति चाहियो। हजुर, सबै कुरा बुझेको व्यक्ति। मैले 7 प्रदेशमा काम गरेँ, 65 जिल्लामा पुगिसकेको छु। तपाईँ यहाँ काठमाडौँमा बस्नु भएको छ, तर तपाईँको धादिङको घरहरू बनाउनु त हामी गयौँ नि त। गाह्रो छ नि बोला जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। गाह्रो छ आज के उठ्नु, आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो। गाह्रो तपाईँ हैन शब्द प्रार्थ गर्नुहुन्छ नि तपाईँ। हजुर हजुर। तर त्यो ठाउँमा बसेर कुर्सीमा बसेर काम गर्न त गाह्रो छ नि। कुर्सीमा बसेर काम गर्न पनि गाह्रो छैन, गीत गाएको चुनाव जस्तो जित्न होइन पनि गाह्रो छैन। गीत गाए जस्तो होइन, तर गीत गाउँदाखेरि मैले के को बारेमा गीत गाएको थिएँ भन्ने कुरा बुझ्नु पर्यो। तपाईँले के को बारेमा जस्तै गीत मलाई गाउनुभयो? पोलिटिकल पार्टीहरूले भन्छन् हामी घर घरमा पुगिसकेका छौँ, हाम्रो घर घरमा हाम्रो क्यान्डिडेट छन्। मेरो पनि त घर घरमा मान्छे हो, कान कानमा गीत त 12 वर्षदेखि पुगिसकेको छ नि त। दिइसकेपछि तपाईँको चुनाव जित्न धेरै गाह्रो छ। गाह्रो छ, असम्भव छैन नि त। गाह्रो छ भन्नुभयो, असम्भव छ भन्न सक्नुहुन्छ? तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त, जनता जान्न चाहन्छन्। मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि, होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो, त्यो धरहरा हो। हाम्रो देशमा त भ्रष्टाचार नगरिकन छ नि, कामै नगर्ने मान्छेहरू छ नि त। सबैलाई पैसा चाहिएको छ, कमिसनको। त्यसको उदाहरण तपाईँकै, त्यसको त्यसको उदाहरण तपाईँ नै हुनुहुन्छ नि। तपाईँहरूको गानामा जस्तो दोहोरी गीत, हजुर 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 हजुर, हेबाट सुरु हुन्छ क्या, हे दोहोरी गीत हेबाट हुन्छ, भोजपुरी हे हे हुन्छ। ऱ्यापरहरूको चाहिँ होइन, आई हेभ सिन दिस क्या, बडी ल्याङ्ग्वेज क्या। हजुर हजुर हजुर। ल यो हुन्छ नि, यस्तो लाग्छ कि उहाँहरू केही मतलब तरकारी काटिरहनु भएको छ कि हातमा केही दियो भने उहाँहरूको तरकारी नै काटिने टक्क लाएर हुन्छ नि, जस्तो मतलब लौका लामो राखेको छुरा दिनु, वर्षा पानी नि पुरै काटिने जस्तो पुरै सरको एउटा ऱ्याप कुनै गर्नुहोस् त सर प्लिज, कुनै सरको आफ्नै। कविता हुँ म आत्मा थप्ने तिमी भावना हुँ, रमिता हुन्थे दरे और अभी तो रुको ल्याउने तिमी साधना होला एउटा लौका भ्याइ मल्टिटास्किङ। यो सोचेको थिइनँ। अबदेखि कहिले काहीँ यसो तरकारी काट्नु पर्यो भने चाहिँ तपाईँको चिज ट्राई गर्नु पर्यो भने तपाईँको चिज ट्राई गर्नु। दुईतिर चक्कु राखेर सही हो सही हो। आइडिया त अनि अब पछाडिको राइम अलिकति मिलाइदियो भने यु क्यान बी अ र्यापर जस्तो लाग्छ। अघि मैले गरेको थिएँ नि, त्यसमा हरेक अक्षरको मुनि राइम थियो नि, नोटिस गर्नुभयो? त्यति नोटिस गर्न सक्ने भइदियो, म आफै र्यापर। ध्यान दिनुहुन्न क्या तपाईँ? आई राइट एन्ड आई लिसन। यो डायलग तपाईँले दोस्रो पटक हान्दै हुनुहुन्छ होइन? यो सर तपाईँको अर्को इन्टरभ्यूमा पनि सेम यही कुरा सुनेको थियो, यो चाहिँ गलत छ, यो एकदम गलत कुरा होइन सर। यो कस्तो भन्दाखेरि अब जस्तो मान्छे आउनुहुन्छ त्यस्तै अनुसारको डायलग रिपिट प्रविशाकोमा हो क्या? हो, सम्झे यो कुरा रिपिट गर्न गलत छ तर यो तपाईँ लेख्नुहोस् है। अब यु नो सर, तर एउटा कुरा हजुर, तपाईँले गेस्ट याद गर्नुभएको रहेछ, नाइस, राम्रै थिइन् नि त, याद गर्नै पर्छ। सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त हो त्यही कर तिरेकै रकमबाट, जनताको करबाट उठेकै रकमबाट लोकल रक्सीको समेत ब्रान्डिङ गर्ने हो तपाईँ मेयर हुनुभयो भने? यस्तो हो, लोकल रक्सी चाहिँ नभनौँ, त्यसलाई चाहिँ शब्द प्रयोग गर्दाखेरि ऐला र छ्याङ भन्ने छ।
यस्तो छ तपाईँलाई अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। जुन प्रकारका बाचाहरू तपाईँले गर्नुभएको छ, जुन कन्फिडेन्स देखाउनु भएको छ नि, म जित्छु कन्फर्म हो 90,835 या भनेर, यो आत्मविश्वास चाहिँ कसरी पुष्टि गर्नुहुन्छ? यस्तो जस्तै काम गर्न गाह्रो हुन्छ भन्नु पनि तपाईँलाई अहिले मैले हाम्रो प्लानिङमा अझ के छ भने त झन् अहिले यति सिम्पल कुरा त पत्याउन गाह्रो छ। हाम्रो प्लानिङ एजेन्डामा भएको कुरा अझ त्यो एआईका कुराहरू, मसिन लर्निङका कुराहरू, हाई लेभलका टेक्नोलोजी जुन हामीले इम्प्लिमेन्ट गर्ने भनेको छौँ त्यो भन्यो भने त त्यो त झन् यहाँबाट उडेर जान्छ होइन। के चाहिँ सजिलो लाग्यो यहाँलाई? गीत गाउन सजिलो रहेछ कि यो चुनावको माहौलमा रङ्गिन सजिलो रहेछ? होइन, गीत गाउन पनि सजिलो काम चाहिँ होइन। गीत गाउन किनभने हाम्रो विधामा त अझ गीत आफै लेख्नुपर्छ, आफै कम्पोज गर्नुपर्छ, आफै गाउनुपर्छ, आफैले एक्टिङ गर्नुपर्छ, प्रायः डिरेक्सन पनि आफैले गर्नुपर्छ होइन। किनभने वर्षमा धेरैवटा गीत पनि बनाउन सकिन्न, अरू कसैले लेखिदिएर कम्पोज गरिदिएर ल्याएको भए चाहिँ जति पनि गीत गाउन सकिन्थ्यो होइन। हाम्रोमा चाहिँ पुरै प्याकेज आफै बनाउनु पर्ने भएर गीत पनि हाम्रो बनाउन एकदमै गाह्रो छ। त्यसमाथि लेखाइ पनि एकदमै धेरै लामो हुन्छ होइन। 16 बारको भर्सहरू 3वटा हुन्छ। त्यो हिसाबले गीत गाउन पनि एकदमै गाह्रो काम हो। मेरो इन्जिनियरिङ पनि गाह्रै काम हो होइन। अब यो पोलिटिकल जुन सिनारियो बनेको छ त्यो पनि गाह्रै काम हो। तर गाह्रो कामलाई चाहिँ गाह्रो रूपमा सोच्नु चाहिँ भएन। अब यो गाह्रो छ कि ओहो के गर्ने होला भनेर सोध्नु भन्दा पनि आफ्नो काम गर्ने हो नि त। हाम्रो इक्जाममा पनि साथीभाइ पढ्दाखेरि ओहो भोलिको इक्जाम त एकदमै गाह्रो छ के गर्ने त्यो सोचेर बस्नुभन्दा त बिहानदेखि बेलुका पढे भयो नि त। अब धेरै तपाईँको अन्तर्वार्ताहरू हेऱ्यौँ हामीले होइन। अब प्रतिबद्धताका बारेमा सधैँ अन्तर्वार्तामा के बोल्नुहुन्छ भन्ने कुरा सबै आइसकेकोले गर्दाखेरि म के सोध्ने भन्ने पनि अनुरोधमा छु होइन। तथापि एउटा कुरा चाहिँ कहीँ कतै आएको छैन क्या, तपाईँको विवाहको बारेमा। तपाईँको हामीले परिचयमा उल्लेख गरिसक्यौँ तपाईँ विवाहित हो। तपाईँले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारिज एरेन्ज म्यारिज हो। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको? होइन, लुकाइएको होइन, नसोधिएको चाहिँ हो। किनभने प्रायः चाहिँ अन्तर्वार्ताहरूमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिबाट पनि सोध्नु भएको थियो। सोधेको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन होइन। जाँदा जाँदै अन्तिममा ल निर्देशक निश्चल बस्नेत कि गायिका इन्दिरा जोशी? जाँदा जाँदै म घरै जान्छु बरु। चस्मा खोलेर तपाईको आँखाको भावलाई कसरी बुझ्ने त? अब नबुझ्ने इज्जतको सवाल भाइ, प्लिज खोलिदिनुहोस्। आज चस्मा खोल्नुहोस् भन्नुभयो, भोलि के खोल्नु भन्नु होला। मलाई चाहिँ के लाग्छ, वेन यु आर इन अ डेट होइन, तपाईँ चाहिँ डेट जान चाहनुहुन्छ भने चाहिँ या त हुन्छ नि ल कफीकै लागि जानुपर्छ या त 1 घन्टा चाहिँ तपाईँलाई टाइम स्पेन्ड गर्नु मन छ भने चाहिँ के अरे हु डु यु प्रिफर, मेल अर फिमेल? अभियसली फिमेल। किन केटाहरूसँग टाइम स्पेन्ड गर्नु मन लाग्दैन तपाईँलाई? केटाहरूसँग कुरा गऱ्यो भने त्यो अरू कुरा हुन्छ होइन, टेन्सनको कुराहरू मात्रै हुन्छ। किनभने मेरो साथीभाइसँग कुरा सम्झिन्छु, कामको कुरा योको कुरा हुन्छ। छोरी मान्छेले कामको कुरा अलिक कम गर्छ क्या। के कुरा गर्छु त धेरै? काम बाहेक अरू रमाइलो कुरा गर्ला नि त। होइन एउटा यस्तो पुरा जङ्गल छ अरे होइन, अनि त्यसपछि त्यो जङ्गलमा चाहिँ बिचमा चाहिँ एउटा समुद्र छ अरे होइन। त्यो समुद्रमा चाहिँ एउटा मात्रै बोट छ होइन। त्यो बोटमा चाहिँ तपाईँ एकजना चाहिँ बस्नै पर्यो होइन, अनि एकजनालाई मात्रै सिट छ अरे है। तपाईँले कसलाई चुज गर्नुहुन्छ है? म अप्सन दिन्छु। तपाईँको वाइफ है, तपाईँको एकदम मिल्ने साथी या त युनिक पोएट? मिल्ने साथी या त युनिक पोएट, दुईजनालाई पठाइदिन्छ, आफै त्यहीँ बस्छ। तपाईँले म 90,000 कति भोट ल्याएर जित्छु भन्नुभएको छ, भोटै काउन्ट गरेर भन्नुभएको छ, त्यो अलिक गफ जस्तो सुनिन्छ। तपाईँले म लगभग 90,000 समथिङ भन्नुभयो भने यति नम्बर, तपाईँको झोलामा 10वटा सुन्तला छ भने तपाईँले लगभग 10वटा सुन्तला भन्नुहुन्छ कि 10वटा नै भन्नुहुन्छ? खत्म, बाय बाय, टाटा, गुड बाय, गया।